हेलो एभ्रिवान, वेलकम टु द भिडियो। आज चाहिँ हामी यो डिजिटल लजिकको 2081 को पेपर सल्भ गर्नेछौँ। हामीले न्युमेरिकल टाइपको क्वेसनहरू मात्रै सल्भ गर्नेछौँ र हाम्रो सेक्सन एमा 1 नम्बरको क्वेसन के रहेको छ भन्दाखेरि डिजाइन 3 बिट सिन्क्रोनस बाइनरी काउन्टर युजिङ टी फ्लिप फ्लप भनेको छ। यो क्वेसनलाई सल्भ गरौँ। पहिला यसको लागि टेबल बनाउनु पर्छ। हामी टेबल बनाऊँ। टेबलको फर्मेट अलरेडी बनाएर राखेको छ। यो चाहिँ हाम्रो टेबलको फर्मेट भयो। यता प्रेजेन्ट स्टेट हुन्छ, यता नेक्स्ट स्टेट हुन्छ र यता इनपुट टु फ्लिप फ्लप हुन्छ। हामीले टी फ्लिप फ्लप युज गर्न भनेको छ, त्यही भएर फ्लिप फ्लप चाहिँ टी फ्लिप फ्लपको इनपुटहरू टिसी, टिभी र टिए हुने भयो। र यहाँ प्रेजेन्ट स्टेट र नेक्स्ट स्टेटको यो कलम छ। यसमा चाहिँ प्रेजेन्ट स्टेट यो अप काउन्टर हो, त्यही भएर प्रेजेन्ट स्टेटमा +1 हुँदै जान्छ नेक्स्ट स्टेटमा। त्यसको सुरुमा यहाँ 0 छ, सुरुमा यहाँ 0 छ। 0 को नेक्स्ट स्टेट भनेको 0 + 1 1 हुन्छ। 1 भनेको चाहिँ बाइनरीमा 0 0 1 हो। त्यसपछि चाहिँ अर्को स्टेटमा यहाँ 1 छ, यता प्रेजेन्ट स्टेटमा। नेक्स्ट स्टेटमा 1 को 2 हुन्छ, 1 + 1 2 2 भनेको चाहिँ बाइनरीमा 0 1 0 हो। र 2 को चाहिँ 3 हुन्छ, 3 भनेको 0 1 1 हो। 3 को 4 हुन्छ, 4 भनेको 1 0 0। 4 को 5 हुन्छ, 5 भनेको 1 1 0 1। 5 को 6 हुन्छ, 6 भनेको 1 0 0। 6 को 7 हुन्छ, 7 भनेको 1 1 1। र 7 को चाहिँ फेरि 0 हुन्छ। 3 बिट काउन्टर हो, त्यही भएर यसले 0 देखि 7 सम्म मात्रै काउन्ट गर्न सक्छ। र 7 पछि फेरि 0 देखि स्टार्ट हुन्छ, त्यही भएर 7 पछि 0 हुन्छ। 0 भनेको बाइनरीमा 0 0 0 नै हो। र हाम्रो फ्लिप फ्लपको इनपुटहरू अब हामीले दिनुपर्ने हुन्छ। त्यसको लागि चाहिँ हामीलाई यो टी फ्लिप फ्लपको एक्साइटेसन टेबल थाहा हुनुपर्छ। एक्साइटेसन टेबल क्यारेक्टरिस्टिक इक्वेसनहरू थाहा हुनुपर्छ। हजुरहरूले फ्लिप फ्लप पढ्दा त्यो पढ्नुभयो होला। मैले यहाँ टेबल बनाएर राखेको छु। टी फ्लिप फ्लप फ्लिप फ्लपको टेबल भनेपछि यस भेटियो। यो चाहिँ टी फ्लिप फ्लपको एक्साइटेसन टेबल हो। यसमा प्रेजेन्ट स्टेट, नेक्स्ट स्टेट र टी फ्लिप फ्लपको इनपुट हो। यो प्रेजेन्ट स्टेट र नेक्स्ट स्टेट 0 0 भयो भने फ्लिप फ्लपको इनपुट पनि 0 हुन्छ। 0 1 भयो भने 1 हुन्छ, 1 0 भयो भने पनि 1 हुन्छ, र 1 1 मा 0 हुन्छ। यो चाहिँ टी भनेको प्रेजेन्ट स्टेट र नेक्स्ट स्टेटको एक्सआर हो। यो चाहिँ क्यारेक्टरिस्टिक इक्वेसन हो टी फ्लिप फ्लपको। यही एक्साइटेसन टेबलबाट अब हामी यसैको हेल्पले हामीले यो माथिको टेबल भर्नेछौँ। यसमा यो प्रेजेन्ट स्टेट भयो, यो चाहिँ नेक्स्ट स्टेट भयो अनि यही दुईटाको एक्सआर हुन्छ यताको इनपुट फ्लिप फ्लपको। र यहाँ हाम्रो क्युसी र क्युसी +1 लाई हेर्ने हो। दुईटैमा 0 छ। यहाँ 0 0 भनेको 0 हुन्छ, त्यही भएर यसमा पनि 0 हुन्छ। र यहाँ 0 1 छ, 0 0 छ, अर्को पनि 0 0 भनेको पनि 0 र 0 0 0 छ, यो पनि 0 हुन्छ। र यहाँ चाहिँ 0 र यहाँ चाहिँ 1 छ प्रेजेन्ट स्टेट र नेक्स्ट स्टेटमा। 0 1 भनेको चाहिँ 1 हुन्छ, त्यही भएर यहाँ 1 हुने भयो। त्यसपछि फेरि 1 1 1 1 1 भनेको पनि 0 हो। 1 1 भनेको फेरि 0, 1 1 भनेको फेरि 0 र 1 0 भनेको पनि 1 हुन्छ। र अब टिभीको लागि क्युबी र क्युबी +1 लाई हेर्ने हो। बीको प्रेजेन्ट स्टेट र नेक्स्ट स्टेटलाई। बीमा 0 0 छ, यहाँ पनि 0 हुने भयो। त्यसपछि 0 1 छ, 1 हुने भयो 0 1 भनेको चाहिँ। त्यसपछि फेरि 1 1 छ, 1 1 छ, 1 1 भनेपछि 0 हुने भयो। फेरि 1 1 0 छ, 1 0 भनेपछि 1 हुने भयो। त्यसपछि 0 0 छ, 0 0 भनेको 0 हुने भयो। यहाँ चाहिँ एउटा मिस्टेक हुन्छ है साथीहरू। यहाँ चाहिँ 1 1 0 हो, 6 भनेको मैले 1 0 0 लेखेको रहेछु। र यहाँ चाहिँ क्युबी र क्युबी +1 मा 0 1 छ, त्यही भएर यहाँ पनि 1 हुने भयो। त्यसपछि चाहिँ यहाँ क्युबीमा 1, क्युबी +मा 1 1 1 भनेपछि 0 हुने भयो दुईटैमा। अनि यसमा पनि 1 1 0 छ, क्युबीमा 1 क्युबी +1 मा 1 भनेपछि यो 1 हुने भयो। र टिए भनेको चाहिँ क्युए र क्युए +1 को एक्सआर हो। यो सबैमा अल्टर छ। क्युए को ठ्याक्कै उल्टा छ क्युए +1 मा। सबैमा यता 0 यता 1, यता 1 हुँदा यता 0 छ। यो भनेको सबै 1 हुन्छ। यसबाट चाहिँ 1 1 1 1 1 1 1 1
यो टेबल हाम्रो कम्प्लिट भयो। अब यसको अब चाहिँ के म्याप सल्भ गरेर टिसी टिबी र टिएको इक्वेसनहरू निकाल्न पर्छ र यसलाई मैले अहिलेको लागि हटाइदिएँ। यो टेबललाई चाहिँ मैले अहिलेको लागि हटाइदिएँ र हामीले यहाँ के म्यापबाट चाहिँ हामीले टेबलबाट के हेर्न सक्छौँ भनेपछि फ्रम टेबल टिए भनेको चाहिँ 1 छ, हाम्रो सबैमा 1 छ, त्यही भएर यो के म्याप सल्भ गर्नु परेन, सिधै 1 आउने भयो। र टिबी भनेको चाहिँ 01 01 01 01 छ। यो चाहिँ क्युएको टिबी चाहिँ ठ्याक्कै क्युएसित इक्विभ्यालेन्ट छ, त्यही भएर यसलाई पनि सल्भ गर्नु परेन हामीले। यसलाई पनि हामीले डाइरेक्टली लेख्न मिल्छ। टिबी भनेको चाहिँ हाम्रो टिबी चाहिँ क्युएसँग इक्विभ्यालेन्ट छ, टेबलबाट हामीले हेर्न सक्छौँ, त्यही भएर टिबी इज इक्वल टु क्युए लेख्न मिल्छ हामीले डाइरेक्टली। अब चाहिँ हामी टिसीको लागि के म्याप सल्भ गरौँ। के म्यापको मैले टिसीको लागि के म्याप सल्भ गरौँ भनेपछि यो चाहिँ 3 बिट काउन्टर हो, त्यही भएर 3 भेरिएबल के म्याप युज गर्नुपर्छ हामीले। र मैले फर्मेट अलरेडी रेडी गरेर राखेको थिएँ। हाम्रो क्युसी क्युबी क्युए छ, त्यही भएर यहाँ चाहिँ हाम्रो 00 मा 0 छ, 01 हाम्रो 0 मा पनि 0 छ, 1 मा पनि 0 छ, 2 मा 0 छ, 3 मा चाहिँ 1 छ, 4 मा 0, 5 मा 0, 6 मा 0, 7 मा 1 भनेपछि 3 र 7 मा मात्रै 1 छ हाम्रो। 3 र 7 मा अरू सबैमा चाहिँ 0, अरू सबैमा चाहिँ 0 छ। र हामीले चाहिँ यसलाई अब ग्रुपिङ गरौँ। यसलाई चाहिँ हामीले n दुईटालाई ग्रुपिङ गर्न मिल्छ। र ग्रुपिङ गरेर के लेख्न मिल्छ भन्दाखेरि टिसी इज इक्वल टु यसलाई सल्भ गर्दा चाहिँ 01 छ भनेपछि क्युसी क्यान्सल हुने भयो, यहाँ 11 छ भनेपछि क्युबी क्युए आउने भयो। क्युबी क्युए र हाम्रो टिए आयो, टिबी आयो र टिसी पनि आयो। अब चाहिँ हामीले यसको डायग्राम बनाऊँ, टी फ्लिप फ्लपको ब्लकहरू युज गरेर ब्लक डायग्राम। यो एउटा फ्लिप फ्लप भयो, यो अर्को फ्लिप फ्लप भयो, यो चाहिँ अर्को फ्लिप फ्लप भयो। अब चाहिँ यो चाहिँ ए फ्लिप फ्लप भयो टिए, यो बी फ्लिप फ्लप भयो टिबी, यो चाहिँ सी फ्लिप फ्लप भयो टिसी। यसको आउटपुट चाहिँ क्युसी, यसको आउटपुट चाहिँ यसको कम्प्लिमेन्टेड आउटपुट तल चाहिँ क्युसी बार, यसको चाहिँ क्युबी र क्युबी बार हुने भयो। यसको आउटपुट चाहिँ क्युए र क्युए बार हुने भयो। अब चाहिँ हामीले यो हाम्रो सिङ्क्रोनस काउन्टर भनेको छ, त्यही भएर सबैमा कमन क्लक पल्स हुन्छ। मैले चाहिँ नेगेटिभ एज ट्रिगरिङ युज गरेँ। यसमा पनि क्लक पल्स सबैको क्लक पल्स कमन हुन्छ सिङ्क्रोनस सर्किटमा चाहिँ। हामीले टिए टिबी टिसी तिनटैको इक्वेसन निकालेको छौँ। यहाँबाट चाहिँ टिए भनेको 1, टिबी भनेको क्युए र टिसी भनेको क्युबी क्युए आएको छ। र सुरुमा चाहिँ टिए भनेको 1 हो, त्यसैले यसमा 1 सप्लाई गरौँ। टिबी भनेको चाहिँ क्युए हो, त्यही भएर क्युएलाई लगेर टिबीमा जोइन गर्थ्यौँ। टिसीको इक्वेसन भनेको क्युबी क्युए आएको छ, त्यही भएर टिसीमा चाहिँ क्युबी र क्युएको एन्डलाई कनेक्ट गरौँ।
र यो हाम्रो यो डायग्राम पनि कम्प्लिट भएको छ। यो चाहिँ हाम्रो क्लक हो, क्लक पल्स सिपी। यही नै हो हाम्रो 3 बिट सिंक्रोनस अफ काउन्टर। अब चाहिँ म यसलाई सर्किट सिमुलेटरमा ड्र गरेर यसको आउटपुट पनि देखाउने छु हजुरहरूलाई। त्यसको लागि मैले सेडार लजिक भन्ने सफ्टवेयर युज गरेको छु। हाम्रो 3टा फ्लिप फ्लप भयो। यसमा चाहिँ टी फ्लिप फ्लप डाइरेक्ट छैन, त्यही भएर हामीले जेकेलाई टीमा कन्भर्ट गरेर सर्किट बनाउँछौँ। यो 2टा भयो र यो 3टा फ्लिप फ्लप भयो। यसमा चाहिँ हाम्रो क्लक पल्स चाहिँ सबैमा कमनै छ, त्यही भएर सबैको क्लक पल्स कमन हुन्छ। यो सिंक्रोनस सर्किट हो, त्यही भएर चाहिँ यो हाम्रो ए फ्लिप फ्लप हो। यो चाहिँ यसमा चाहिँ पहिले चाहिँ यसलाई जेके फ्लिप फ्लप छ, यसलाई टी फ्लिप फ्लपमा कन्भर्ट गरौँ। जेकेलाई चाहिँ जे र के दुइटैलाई कनेक्ट गरिदिउँ भने टी फ्लिप फ्लप भन्छ। यो चाहिँ दुइटालाई कनेक्ट गरिदिउँ र यो हाम्रो टी फ्लिप फ्लप बन्यो। यसलाई दुइटालाई कनेक्ट गरिदिउँ, यो पनि हाम्रो टी फ्लिप फ्लप बन्यो। र यो थर्डवालामा नि दुइटालाई कनेक्ट गरिदिउँ, यो चाहिँ टी फ्लिप फ्लप बन्यो। अब चाहिँ हामी यसमा सुरुको यो फर्स्ट फ्लिप फ्लपमा 1 इनपुट छ टिएमा, त्यही भएर यसमा 1 इनपुट दिनेछौँ। यसको लागि मैले यो टगल स्विच युज गरेँ। यसको इनपुटलाई कनेक्ट गरिदिएँ र अर्को सेकेन्डमा चाहिँ टिभीमा चाहिँ यो सेकेन्ड फ्लिप फ्लपमा चाहिँ टिभीमा क्युएको आउटपुट कनेक्ट भएको छ, योभन्दा अघिको फ्लिप फ्लप हो। यसलाई यसमा कनेक्ट गरिदिएँ, त्यही भएर मैले। र अर्को क्युबीमा चाहिँ र यो थर्ड फ्लिप फ्लपमा चाहिँ फर्स्ट र सेकेन्ड फ्लिप फ्लपको आउटपुटको एन्ड अपरेसनको इनपुट भएको छ, त्यही भएर हामीले एउटा एन्ड गेट युज गरौँ र यो फर्स्टको आउटपुट र यो सेकेन्डको आउटपुटलाई कनेक्ट गरौँ र यसको आउटपुटलाई यो थर्ड फ्लिप फ्लपको इनपुटमा कनेक्ट गरिदिउँ र यो हाम्रो सर्किट कम्प्लिट भएको छ। यसमा चाहिँ यो 0 छ सुरुमा, यो यसलाई 1 गरौँ र यो हाम्रो सर्किट कम्प्लिट भएको छ। र यसको आउटपुट हेर्नको लागि चाहिँ मैले एउटा 7 सेगमेन्ट डिस्प्ले युज गर्छु। मैले चाहिँ यो 4 बिट डिस्प्ले युज गरेँ। यसको आउटपुट हेर्नको लागि चाहिँ यो फर्स्ट फ्लिप फ्लप चाहिँ यो टिए हो। टिए भनेपछि हाम्रो लास्ट बिट भयो, यो एलएसपी भयो, त्यही भएर यसलाई चाहिँ टिएको आउटपुटलाई यो लास्ट बिट्स एलएसपीसित कनेक्ट गरौँ। त्यसपछि अर्को टिभीको आउटपुट यो सेकेन्ड फ्लिप फ्लपको आउटपुट योभन्दा माथिको सित र यो अर्को आउटपुट चाहिँ योभन्दा अर्को फ्लिप फ्लपको आउटपुट हुन्छ। यसको थर्ड इनपुट चाहिँ यसलाई योसित कनेक्ट गरौँ र यो हाम्रो 3 बिट सिंक्रोनस काउन्टर भएको छ। र यो हामीले आउटपुट पनि हेर्न सक्छौँ। यसको आउटपुट 0 1 2 3 4 5 6 7 0 रिपिट भएको भएछ। यसले चाहिँ 0 देखि 7 सम्म मात्रै काउन्ट गर्न सक्ने भयो र यही हो हाम्रो सर्किट। अब चाहिँ हामी यसको टाइमिङ डायग्राम हेर्नेछौँ। हामीले नेगेटिभ एज ट्रिगरिङ युज गरेको छौँ, त्यही भएर चाहिँ यो क्लक पल्समा जहाँ यो 1 देखि 0 मा चेन्ज भएको छ त्यही चाहिँ भ्यालु चेन्ज हुन्छ। त्यहीदेखि यो नेगेटिभ एज 1 देखि 0 हुँदाखेरि र हाम्रो यो फर्स्ट फ्लिप फ्लप लागि चाहिँ मैले क्युए लेखेँ। क्युए चाहिँ 0 देखि स्टार्ट हुने भयो र यहाँ फर्स्ट फलोइङ एजमा चाहिँ यसको भ्यालु टगल भएर 1 हुने भयो र फेरि यो सेकेन्ड फलोइङ एजमा चाहिँ यसको भ्यालु टगल भएर फेरि 0 हुने भयो। यस्तै हुँदा हुँदै यसको भ्यालु 1 क्लक साइकलमा चेन्ज भइरहन्छ। हरेक फलोइङ एजमा
यसको भ्यालु टगल भइरहन्छ यो चाहिँ 1 0 1 0 1 0 भइरहन्छ र अर्को यो सेकेन्ड फ्लिप फ्लपको चाहिँ यो क्युए चाहिँ क्युएको आउटपुट टिभीमा गएको छ त्यही भएर टिभीमा जे आउँछ क्युएमा त्यही स्टोर हुन्छ त्यसैले सेकेन्ड फ्लिप फ्लपको चाहिँ कस्तो हुन्छ भन्दाखेरि टाइमिङ डायग्राम यसको चाहिँ टेबलमा हेर्न सक्छौँ यहाँ दुईटा क्लक पोल्समा भ्यालु चेन्ज भएको छ यसको चाहिँ 0 0 त्यसपछि 1 1 फेरि 0 0 1 1 त्यही भएर यसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि यसको पल्स चाहिँ सुरुमा 0 हुन्छ फर्स्ट फलिङ एजमा चाहिँ यो हाई हुन्छ टगल हुन्छ र यो फेरि 2 क्लक पल्स पछि लो हुन्छ टगल हुन्छ यसको भ्यालु र फेरि अर्को 2 क्लक पल्स पछि यो हाई हुन्छ फलिङ एजमा यस्तै यो 2 क्लक पल्समा चाहिँ हाई लो टगल हुँदै जान्छ यो सुरुमा 0 छ त्यसपछि 1 0 1 हुँदै जान्छ र हाम्रो क्युसीको लागि चाहिँ कस्तो हुन्छ भन्दाखेरि क्युसी चाहिँ 4 क्लक साइकलमा चेन्ज भएको छ 4वटा 1 त्यसपछि 4वटा 0 छ यहाँ पनि त्यही भएर यसको चाहिँ कस्तो हुन्छ भन्दाखेरि फर्स्ट 4 क्लक साइकलमा चाहिँ 0 हुन्छ यो अनि यो यसको नेगेटिभ एजमा आएपछि चाहिँ यसको नेगेटिभ फलिङ एजमा आएपछि चाहिँ हामीले नेगेटिभ एज ट्रिगरिङ युज गर्दैछौँ त्यही भएर यो फलिङ एजमा 1 देखि 0 हुँदा क्लक पोल्स यो टगल हुन्छ र यसको भ्यालु हाई हुन्छ र फेरि 4 क्लक साइकलसम्म हाई नै हुन्छ र अनि यो अर्को फलिङ एजमा आएपछि फेरि यसको भ्यालु टगल भएर लो हुन्छ यो यस्तै भइरहन्छ यो चाहिँ 0 1 0 हुन्छ यही नै हो यसको टाइमिङ डायग्राम हामीले चाहिँ नेगेटिभ एज ट्रिगरिङ युज गरेछौँ यहाँ फ्लिप फ्लपमा त्यही भएर हाम्रो भ्यालु चाहिँ यो फलिङ एजहरूमा टगल हुन्छ यही हो र मैले यसको एउटा राम्रो फिगर पनि राखिदिनु छ भिडियोको लास्टमा